गत वर्ष प्रदर्शनमा आएर बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको फिल्म मन बिनाको धनको सिक्वेल निर्माण हुने भएको छ। निर्माण टिमले मन बिनाको धन 2 निर्माणको औपचारिक घोषणा गर्दै फिल्ममा नायिका पूजा शर्मालाई मुख्य भूमिकाको लागि अनुबन्धित गरेको जनाइएको छ। आइतबार निर्देशक टङ्क बुढाथोकी र नायिका पूजा शर्मा बीच फिल्मका लागि कागजी सम्झौता भएको हो। निर्देशक टङ्क बुढाथोकीले नै सिक्वेलको निर्देशन गर्नेछन्। टङ्क बुढाथोकीको प्रोडक्सनको दोस्रो प्रस्तुतिको रूपमा निर्माण हुन लागेको यस फिल्ममा कथा तथा सङ्गीत पनि निर्देशक टङ्क बुढाथोकीको नै रहनेछ। फिल्मको पटकथा तथा संवाद भने लेखक शिवम अधिकारीले तयार गरिरहेका छन्। निर्माण पक्षको अनुसार अहिले फिल्मको स्क्रिप्ट लेख्नसँगै प्री प्रोडक्सनको काम तीव्र रूपमा अघि बढेको छ। गत वर्ष रिलिज भएको मन बिनाको धनले दर्शकमाझ राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो। पारिवारिक कथावस्तुमा आधारित उक्त फिल्मले घरेलु बक्स अफिसमा करिब 4 करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको थियो। फिल्मको सफलतापछि निर्माण टिमले यसको दोस्रो श्रृङ्खला निर्माण गर्ने तयारी अघि बढाएको हो। निर्देशक टङ्क बुढाथोकीले अहिले फिल्मको प्रारम्भिक तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार फिल्मको छायाङ्कन आगामी भदौ महिनाबाट सुरु गर्ने योजना रहेको छ। अन्य कलाकारको चयन प्रक्रिया पनि जारी रहेको उनले बताएका छन्। निर्माण टिमले केही कलाकारसँग छलफल भइरहेको र छिट्टै अन्य कलाकारको नाम सार्वजनिक गरिने जनाएको छ। फिल्ममा अनुबन्धित भएपछि नायिका पूजा शर्माले पनि आफ्नो प्रतिक्रिया दिएकी छिन्। उनले फिल्मको कथावस्तु आफूलाई निकै मन परेको बताउँदै पारिवारिक तथा भावनात्मक कथामा आधारित भएकोले आफू यो परियोजनाप्रति उत्साहित रहेको बताइन्। साथै आफ्नो भूमिका चुनौतीपूर्ण र दर्शकले मन पराउने खालको रहेको उनको भनाइ छ। पूजा शर्मा नेपाली फिल्म क्षेत्रमा सफल अभिनेत्रीका रूपमा चिनिन्छ। उनले अभिनय गरेका धेरै फिल्मले व्यापारिक सफलता हासिल गरिसकेका छन्। यस कारण पनि मन बिनाको धन 2 प्रति दर्शकमाझ अहिलेबाटै उत्सुकता बढ्न थालेको देखिन्छ। फिल्मलाई विष्णुमाया मैनालीले निर्माण गर्नेछिन्। निर्माण पक्षले फिल्मको बाँकी कलाकार, प्रदर्शन मिति तथा अन्य प्राविधिक टिमबारे भने चाँडै जानकारी गराइने जनाएको छ। मन बिनाको धन 2 को घोषणासँगै नेपाली फिल्म बजारमा अर्को प्रतिष्ठित सिक्वेल थपिएको छ।